हामी चाहिँ दोलाघाटमा आएर तातो तातो यसो खाजा खान लागेको यो छैन यता हेर त यहाँको दोलाघाटको चाहिँ एकदम विशेष भनेको माछा हो हामी आउँदा सधैँ खान्छौँ यहाँ त्यो तर सकिसक्यो अब हामी अलि राम्रो ठाउँमा गएर फेरि खिच्छौँ यस्तो हामी के हुँदो रहेछ भने नि यस्तो बसेर खाएको भन्दा होइन मतलब होटलमा आइकन खाएको भन्दा गाडीमा बेच्न ल्याएको मिठो नि छुट्टै मिठो के तातो खानु छिटो लाग्यो